सबैजनाले यता हेरेर हाई भन्नु पर्यो है ल सबैजनाले जेल खोल्नु न
साथीहरु सुपा देउराली मन्दिर आएको साथीहरु बहुत घुइँचो हुँदै रहेछ बहुत भिड रहेछ के साथीहरु यहाँ त भने भन्दा नि घुइँचो हुँदै रहेछ अब मन्दिरसम्म पुग्नलाई कति टाइम लाग्ने हो मेरा साथीहरु यस्तो घुइँचो छ पुरै लाइनको सिस्टम होइ छ यहाँ आउँदै हाई बना बुढी हाई बन आजो डोगरी समय हो मंगलले खै यहाँ आउनु दियो यता आउनु त डोगरी हाट लगदा साथीहरु मन्दिरमा जानी मात्रै यत्रो घुइँचो छ हैन केही न केही सत भएरै होला भनेको पुग्नी भएरै होला हैन नभए यति मान्छेहरु किन घर काम छोडी यहाँ आउँदा हैन केही न केही छ पछाडी लाइन साथीहरु हामी त यहाँ छौं अब मन्दिरमा पुग्न कति टाइम लाग्ने हो भन्ने कुरो कसैलाई थाहा छैन अहिलेसम्म हामी लाइनमा छौं हैन भानिज मेरो प्रिय भानिज मन्दिर अझै देखिए छैन साथीहरु बल्ल परिवारसित भेटघाट हुँदैछ सबै परिवारसित बल्ल भेटघाट हुँदैछ यो चाहिँ बहुत लामो लाइन रहेछ वहाँ पुग्ने कहिले हो साथीहरु मन्दिर बल्ल यहाँ देखिए साथीहरु 20 मिनेट भइसक्यो अझै लाइन सरे छैन हामी जहाँको त्यही छौं अब अगाडि जान कति टाइम लाग्छ हामीलाई थाहा छैन हैन साथीहरु 20 मिनेट भयो हामी जहाँको त्यही छौं है साथीहरु साथीहरु मन्दिर आउन सहिलो रहेछ तर मन्दिरसम्म पुग्नलाई चाहिँ दौड रहेछ 30 मिनेट भयो अहिलेसम्म यही छौं हामी मजाले गफ गरे हम बढी यता हेर मन्दिर वहाँ छ साथीहरु अब कहिले वहाँ पुग्ने पछाडी यत्रो लाइन छ बाटै सर्दैन जहाँको त्यही छौं 1 घण्टा पछि साथीहरु यसो मन्दिर नजिक पुग्न त पुगे हैन तर मन्दिर नजिक छौं 1 घण्टा भयो लाइनमा बसेको मन्दिर नै फेरि साथीहरु बल्ल मन्दिरमा प्रवेश गर्न लागि है गइयो सर साथीहरु बाहिर झन्डै 2 घण्टा लाइनमा बसेपछि भित्र फेरि तीसरा लाइनमा बसेछौं अब यहाँ कति घण्टा लाउँछ अनि कसैलाई पनि थाहा छैन भित्र पनि यतिको जोस भिडभाड छ भाइबन बुढे हेलो साथीहरु साथीहरु यो चाहिँ मन्दिर भित्र लाइन है
यस्तो मान्छेहरू छ। गर्दै हुन्छ कि त्यो नि। साथीहरू बाहिर भिड त त्यति देखिएन, तर भित्र झन् भिड रहेछ। जे शक्ति भएर होला, नभए त यत्रो मान्छे किन आउँथेर। हामी पनि परिक्रमा गर्दैछौँ। यत्रो भिड छ, पुग्ने कथेर। साथीहरू यहाँ भक्तजन आएको देख्दा होइन जे भनौँ त पुग्छ जस्तो लाग्छ है। नभए यतिका भक्तहरू किन आउँथ्यो होला। केही नभने 1 लाख भक्तजन छन् यहाँ। यो एउटा सानो भक्त हो। कता आडो र के त चढाउ चढाउ। के कस्तो कता लगिदिनु भएको छ। यो स्वाभाविक रूपमा यो हाम्रो विशेष गरेर बडा दसैँ, यो अनि चाहिँ तिहार, अनि यो छठपर्व जाने हाम्रो खास गरिकन विदेशतिर भारतवर्षतिर भारततिर जाहिर खाने भाइहरू हुनुहुन्छ। उहाँहरूले दसैँ मनाउन यो भिड बढेको दोस्रो यो हेलो साथीहरू, यो चाहिँ यसो पाठासाठा काटेपछि पकाएर खाने ठाउँ हो चाहिँ। साथीहरू यसो भ्युज गर्नुहोस्, जत्ता त हेर्नुहोस्। जो चाहिँ यसो पाठाहरू ल्याउने मन्दिरमा खाना दिँदो रहन्छ। यहाँ आइन्छ धेरै 10-15 मिनट लाउँछ यो ठाउँमा आउन चाहिँ। जो चाहिँ सुब्बा देउरालीको मन्दिरको यता खानासाना पकाएर खाने ठाउँ है साथीहरू। कहाँ गएर आएको अरे? कस्तो रहेछ मन्दिर? ल साथीहरू, यो चाहिँ सुब्बा। हेलो, हामी कहाँ गएर आएको अरे? सुब्बा देउराली। कस्तो रहेछ? एकदम राम्रो। है साथीहरू, तपाईँहरू पनि आउनु होला। मन्दिर चाहिँ एकदम रहेछ। अब भक्तालु जनहरू बहुत धेरै रहेछन्।